वेलकम टु न्यू ब्लग विपिन राईको ब्लग साउजन साथ। अनि आज चाहिँ म ड्युटीमा आइसकेको छु। देख्नुहुन्छ यो छेउछेउमा परदेसी चाँडै फर्की आऊ है गाउँमा परदेसी पनि ज्यादा पर्दैछ आऊ है गाउँमा अहिले पनि छानुकै छ, गर्मी छ। यस्तै फलाम बोक्ने यस्तै छ परदेशी जीवन। तिमी आउने आशैमा दिनहरू बितेको चाँडै फर्की आऊ गरेर किन सेफ्टी हेलमेट चाहिँ नलाएको भन्नुहुन्छ नि। पसिना ज्यादा निस्केर यो हुन्छ नि यसरी ढाकेर चाहिँ हेलमेटहरू लाउनु पर्ने हुन्छ। फेरि अब यसो गरेर लगाएर पुरै काम गर्नुपर्ने हुन्छ। साँचेको जो भन्ने खेर गयो तिमीलाई सम्झेर। मैले चाहिँ 3 जना लिन्छु। म चाहिँ फोल्डिङको काम गर्दैछु, अरू हेल्परमा चाहिँ 2 जना लिन्छु। पारी चाहिँ अब 2 जना। साँचेको जो भन्ने खेर गयो तिमीलाई सम्झेर। फोल्डिङको काम गर्ने यहाँ 3 जना चाहिँ हेल्प गर्छ। म चाहिँ हेल्पर 2 जना लिनुपर्ने हुन्छ। किनकि अब 1 जना फलाम पक्रिने, 1 जना चाहिँ फलामहरू दिने, त्यस्तो गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ चालुक्लाम बोल्छ। यहाँ प्राय फिक्सक्लाम पनि चल्छ र यहाँ चालुक्लाम पनि चल्छ। यस्तो छ परदेशको ठाउँ। एकदम गर्मी छ, पुरै ढाक्नुपर्छ। यहाँदेखि नजिकै समुद्र छ। अबुधाबी एयरपोर्ट पनि यहाँबाट देखिन्छ। तर नि मले जुम गरेर देखाउनु भन्दै नेक्स्ट भिडियो तपाईँहरूलाई ब्लग देखाउने छ। अर्को